depart from Makalbari to Tarkagang at 6 a.m. Reach Melanchi Bazaar St. Hubal Bus giving free lift to students respect. Melanchi River. Reach Tarkagyang Bazaar. Let's start journey to Amayangri Base Camp. Amayangri Base Camp को लागि हिँड्यो आजको बसाई आमायाङ्ग्री बेस क्याम्पमा त्यसपछि भोलि बिहानै लगभग 4 बजेको टार्गेट राखेर उठेर माथि आमायाङ्ग्री मन्दिर पुगेर फर्किने प्लानमा दिउँसोको 1 बजे बाटोभरि तुसारो र चिप्लो मात्र रहेछ बाटो चाहिँ अलिकति साइलो जङ्गलको बिचबाट उकालो शीतल चाहिँ शीतलै रहेछ जङ्गलको चाहिँ बिच भएर र त्यही पनि ज्यान तातेर गर्नुभयो अहिलेसम्म फर्किँदै गरेको 4-5 जनाभन्दा भेट्या छैन कमै आउनु भएको थियो जस्तो लाग्यो मान्छेहरू देख्न सकिन्छ यो चाहिँ हामी तार्केगाङबाट लगभग 1.5 घन्टा हिँडिसकेपछि देखेको दृश्य हो Resting time. 2 बज्यो सब पानी आयो जमेर अब चिप्लो चिसो भयङ्कर हुनेवाला छ आज बेस क्याम्पमा आमायाङ्ग्री बेस क्याम्पमा आयो 3200 मिटर हाइटमा माथि चाहिँ आमायाङ्ग्री पिक 2.5-3 घन्टा पछि टेन्टहरु सबै मिल्दैन यो आँखा तिम्रा गजलुला पकै दुनियाँले भन्छ हाम्रो यो जोडी बल्छ नि धपकै लै बल्छ नि धपकै Dinner. बिहानको 3-4 बजे अब चाहिँ हामी आमायाङ्ग्री पिकतिर लाग्यो अलमोस्ट पिक पुग्ने बेलामा देखेको सनराइज भइरहेको दृश्य यता हेर्नुहोस् सबै डाँडाहरू भन्दा धेरै माथि आएछ बिहान हिँडेपछि लगभग 2 घन्टाको समयपछि देखेको दृश्य हेर्नुहोस् सनराइज भएको यो हाम्रो आमायाङ्ग्री पिकको जस्ट मुनिबाट फर्स्ट टाइम देख्दा हाँसी नै आएको कस्तो मलाई मनै भरेर आएको यता जताततै घुमेर हेर्दा पनि कस्तो दामी डाँडा होइन यता हिमालै हिमाल एकचोटि घुम्नै पर्ने ठाउँ धेरै लामो ट्रेक पनि होइन यो तपाईँको तार्केगाङ बजारबाट क्यालकुलेट गर्ने हो भने खासमा 5 घन्टा हो तर बस्दै रमाइलो गर्दै आउनुहुन्छ भने चाहिँ तपाईँहरूलाई 6 घन्टा तर बिचमा बेस क्याम्प बसेर चाहिँ सनराइज हेर्नका लागि आउनु सबैभन्दा बढी उपयुक्त हुन्छ बेस क्याम्पबाट चाहिँ 2 घन्टाको खासमा हो 2 घन्टा 2.5 घन्टा तर बस्दै आनन्दले आउने भए चाहिँ 3 घन्टा चाहिँ लाग्छ केही नभए पनि Reach temple. अहिले भर्खरमा चाहिँ पूजा गरेर फेरि मन्दिर घुम्दैछौँ कस्तो आरामले ठाउँ वरिपरि मन्दिर कस्तो दामी ठाउँमा बसेको रहेछ हौ टक्क डाँडामा चट्ट पारेर जताततै कस्तो राम्रो हिमाल हेलो यहाँबाट केही साथीहरू चाहिँ
टिकटक बनाइराख्नु भएको रहेछ अब चाहिँ हामी यो आमा याङ्रीको मन्दिरमा बसेर ब्ल्याक कफी बनाएर बनाएको हो मसँग एउटा गौथली टाढा नजिक याङ्रीको मेलामा भेट भएको बेलामा मैले तिमीलाई खोजेको तिमीले कसलाई रोजेको बेस क्याम्प पुग्ने आँटेको बेला लगभग त्यस्तै होला अब 10-15 मिनटमा चाहिँ पुगिसकिन्छ अनि बसेको रिसोर्ट चाहिँ यहाँ तल डाँडाबाट ठ्याक्क 100 मिटर तलतिर पर्छ तर यहाँ माथि हेरी तलमा चाहिँ व्यवस्थित रहेछ हरेक कुराको नेटदेखि लिएर सबै कुरा बस्नेहरूदेखि लिएर अलिक व्यवस्थित रूपमै रहेछ यहाँ माथि चाहिँ डाँडामा भएको चाहिँ नाम थाहा भएन हामी बसेको चाहिँ चोमुथाङ भन्नेमा बसेको अलिक थोरै कस्टली रहेछ कम्पेरिजनमा तर यो ठाउँको लागि मलाई चाहिँ त्यस्तो कस्ट हाई लागेन अब अघि हिँड्दाखेरि यो बाटो पुरै अँधेरोमा लाइट बालेर हिँड्यो त्यही भएर अहिले चाहिँ मजाले अलिकति भए पनि यो जङ्गलको बाटो देखाउँ तपाईँहरूलाई भनेर कस्तो राम्रो देखेको यो घाम टक्क जङ्गलमा छिर्दा त माथि मन्दिरबाट हिँडेको लगभग 1.5 घन्टा अलिक नपुग्दै हामी चाहिँ यहाँ तल बेस क्याम्प झरिसक्यौँ मन्दिर जाने बाटोमा बनाइएको गेट रहेछ भर्खर बनाएको तर कलरहरू चाहिँ छैन डिजाइनहरू चाहिँ सबै कम्प्लिट भइसकेको रहेछ तार्केआङ बजारबाट निस्केपछि त्यसपछि निस्किनु बित्तिकै बेस क्याम्प भेट्नुहुन्छ त्यो बेस क्याम्पको ठ्याक्क लेफ्ट साइड हेर्नु भने तपाईँहरूले ठ्याक्क जाने बाटो देख्नुहुन्छ यहाँ कामहरू पनि भइरहेको रहेछ कन्स्ट्रक्सनकै कामहरू यता भर्खर भइरहेछ भन्नु थियो यो सबै टेन्टहरू भयो यिनीहरू सबै भिजिटर्सहरूको लागि नै हो गाडीमा यो पोइन्टसम्म चाहिँ हामी आउन सकिन्छ र बाटो चाहिँ अलिकति खत्तमै छ त्यस्तो राम्रो छैन यो बेस क्याम्प अब यहाँबाट चाहिँ हामी बसेको ठाउँ चाहिँ जस्ट 100 मिटर तल हो हामीलाई चाहिँ यहाँ अलिकति हावा पनि बढी चल्छ अनि टेन्टहरू मात्र बढी अभाइलेबल भएको हुनाले हामी चाहिँ यहाँ बसेर तल रुमहरूदेखि लिएर हरेक कुरा अलिक फेसिलिटी राम्रो दिने रहेछ र तल बस्यो यहाँ चाहिँ बिहान हुँदा नै हावा दिन्छ हिसाबले तपाईँहरूलाई म हिमाल देखाउँछु है त डेढ घन्टा भनौँ न 1.5 घन्टा अलिक बढी समय लगाएर यहाँ तल आमा याङ्री बेस क्याम्पमा जस्ट तल्लो चुमुलथाङ भन्ने रिसोर्टमा बसेको ठाउँ आइपुगेँ यो पनि अन्डर कन्स्ट्रक्सन छ कति चिजहरू तर हरेक कुराले व्यवस्थित छ एट्याच बाथरुमदेखि लिएर टेन्टदेखि लिएर ग्रुपदेखि लिएर सबै बस्नको लागि सुविधाहरू यहाँ पाउन सकिन्छ कस्तो राम्रो भ्यू देखिरहेछ नि त हिमालकै भ्यूहरू म चाहिँ खुट्टा अलिअलि दुखे पनि तर वर्थ इट माथि भएको भ्यू हेर्दाखेरि पूजा गर्दा मन आनन्द भयो
अब चाहिँ बाटो लाग्यो फेरि टाइम मिल्यो भने आइयो भने आइन्छ यहीँ फेरि बेस क्याम्पबाट फर्किने क्रममा बाटोमा यहाँ तल पानी जमेको देख्यो हिजो चाहिँ अलिक कम जमेको थियो अहिले कति 2 अराउन्ड 2 बजे पनि यस्तो घाममा पनि अझै पनि पानी जमेर बसेको छ चिसो चाहिँ बहुतै बढिसकेको छ अझै त्यो माथि बेस क्याम्पमा चिसो यति धेरै बढ्यो कि राति सुत्दा साह्रै गाह्रो भएको थियो हेर्नु पानीहरू यत्तिकै जमेर बाटैतिर अबको लगभग 45 मिनट्समा चाहिँ टार्के ग्याङ झरिसकिन्छ बेस क्याम्पबाट हिँडेको त्यस्तै भयो होला अराउन्ड 1 आवर Next day, returning back to Kathmandu. जब हामी आमायाङ्ग्री मन्दिरबाट बेस क्याम्प हुँदै तार्केगाङ बजारसम्म आइपुग्यौँ हामी त्यो दिन त्यहीँ बस्नुपर्ने भयो किनभने जति पनि काठमाडौँबाट गएको बसहरू हुन्छ त्यो बस चाहिँ त्यो रात त्यहाँ बसेर बिहानै मात्र हिँडाउने गर्दो रहेछ Thank you for watching.